गुरुर्ब्रह्मा गुरुर्विष्णु गुरुर्देवो महेश्वर गुरुर साक्षात् परब्रह्म तस्मै श्री गुरुवे नमः। नमस्कार आदरणीय दर्शक महानुभावहरू, यहाँहरूलाई एउटा सानो सूचना र एउटा निमन्त्रणा लिएर म उपस्थित भएको छु। आज यस काठमाडौँ जिल्ला शङ्खरापुर नगरपालिका वार्ड नम्बर 7 जहाँ सप्तेश्वर महादेव मन्दिर यहाँको अवस्थित, यहाँ यो गाउँ समाजको बिचमा अवस्थित हुनुहुन्छ र उहाँको आज यो वार्षिक उत्सवको यो पावन अवसर पारेर समस्त ग्रामवासीको एउटा यो तत्त्वावधानमा आयोजित गरिएको तीव्र भागवत सप्ताह ज्ञान महायज्ञको आज हामी कलश यात्रामा तयारीको कार्यक्रम भइरहेको छ। अबको केही समयपछि हामी कलश यात्रामा अगाडि बढ्नेछौँ र यो विशेष गरी यो कार्यक्रम किन र कसरी यहाँ लगाइएको छ भन्दा यो कार्यक्रमको उद्देश्य भनेको सप्तेश्वर महादेव मन्दिरको अक्षयकोष निर्माण सँगसँगै यहाँ 64 भगवानको निर्माणार्थको लागि र विभिन्न गाउँको समस्त पितृहरूको वैकुण्ठवास होस् भन्ने हेतुले यस ग्रामवासीको सुख शान्ति समृद्धिको लागि आयोजना गरिएको श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञ हो र जसले जहाँबाट तपाईँहरूले यो सामाजिक सञ्जालको माध्यमबाट हेरेर बस्नुभएको छ भने जतिसक्दो सेयर पनि गर्नुहोला र हजुरहरूलाई पनि निमन्त्रणा मैले मेरै मुखबाट यहाँ वाचन हुँदैछ। श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञ भोलि 14 गतेबाट 20 गतेसम्म अनवरत रूपमा यो हाम्रो अति नै पावन पुण्य समय राम नवमीको दिन आज भगवान मर्यादा पुरुषोत्तम रामले यो पृथ्वी रूपी धराधाममा मर्यादाको स्थापना गर्नको लागि, सत्यको स्थापना गर्नको लागि, किनभने रावणमाथि विजय गर्नको लागि र पृथ्वीमा दुष्टहरूको नाश गर्नको लागि भगवान रामले आज चैत्र शुक्ल राम नवमीका दिनमा पृथ्वी रूपी धराधाममा अवतरित हुनुभएको थियो। त्यसै गरी त्यसै दिनलाई हामीले पावन दिन बनाएर आज कार्यक्रमको शुभारम्भ गर्न गइरहेका छौँ र सम्पूर्ण आमा बुबा दाजुभाइ तथा दिदीबहिनीहरू सम्पूर्णलाई म मेरो व्यक्तिगत र समस्त यो आयोजक परिवारको तर्फबाट पनि यहाँहरू सम्पूर्णलाई यो माध्यम, यो सामाजिक सञ्जालको माध्यमबाट हजुर सबैजनालाई यो कार्यक्रममा सहभागी भइदिनुहोला। हजुरहरू नछुट्नुहोला। समस्त ग्रामवासीहरूलाई आफ्ना इष्टमित्र नाता सबैले परिवारलाई पनि निमन्त्रणा गरेर यो अवसर भनेको बार पाइँदैन। तब भाग्यले मात्र प्राप्त गर्ने चिज हो। भाग्यो दहेन बहुजन्म समर्जितेन, किन भागवतमा महात्म्यमा बताइएको छ भाग्यो जब उदय हुन्छ तब मात्र हामीले सत्सङ्गमा जान पाउँछौँ। सत्सङ्गमा गएर कथामा र सत्सङ्गमा गएर हामीले डुबुल्की मार्न पाउँछौँ र हाम्रो पनि ठुलो भाग्य उदय हुन्छ। त्यस कारणले गर्दा भक्त सज्जन यो भाग्यको ठुलो उदय भएको छ। यहाँहरू सबैलाई मैले फेरि पनि आह्वान गरेको छु, निमन्त्रणा गरेको छु। यो मन्दिर समस्त विकासको लागि, संरक्षणको लागि भनेर यो आयोजना गरेका छौँ र हजुरहरू सबैलाई म फेरि पनि निमन्त्रणा गर्दै र भोलिका दिनबाट अनवरत रूपमा भागवत कथा सुन्नको लागि आइदिनु होला भन्दै म सानो निमन्त्रणा र सूचना दिँदै यहाँबाट बिदा हुन्छु। हस्त नमस्कार, राधे राधे, जय श्री कृष्ण, जय श्री मुक्तिनाथ। मैं गलती कर भागवत भगवान
ल्याउने हो नि पानी